Hello everyone, welcome back to Eureka Education, your trusted platform for learning physics with clarity and confidence. आजको भिडियोमा हामी एनएबी ग्रेड 12 2081 को ग्रेड इम्प्रुभमेन्ट एक्जामको सेट बी मा सोधेको एउटा क्वेशन फ्रम द च्याप्टर पिरियोडिक मोसनलाई स्टेप बाइ स्टेप सल्भ गर्नेछौँ. We'll discuss not just the answers but also the concepts, formula selection and reasoning behind every step. So, if you are preparing for your upcoming NEV board examinations, make sure to watch till the end because this will help you understand how to approach numerical questions effectively. Let's begin the detailed solution of grade improvement exam grade 12 of year 2081 and strengthen your understanding of periodic motion. So the question begins like this. On an average, the human heart is focused to beat 85 times in a minute. Calculate its frequency and time period. Question ले भन्न खोजेको कुरो के हो भन्दा ह्युमन हार्टले on an average 85 times एक मिनेटमा बीट गर्छ. अब यसको इन्फर्मेसनको हेल्प लिएर फ्रिक्वेन्सी र टाइम पिरियड निकाल्नु पर्यो. यो क्वेशन चाहिँ 2 मार्क्समा सोधेको क्वेशन हो है. सो हामी यसलाई स्टेप बाइ स्टेप सल्भ गर्दै जाउँ. यसमा हामीलाई के छ त भन्दा हार्ट बीट दिएको छ. हार्ट बीट र यसलाई अहिले डिनोट नगरौँ. हार्ट बीट इज इक्वल टु 85 टाइम्स पर मिनेट दिएको छ है. क्वेशनले यो इन्फर्मेसन प्रोभाइड गरेको छ. अब सोधेको के छ त भन्दा यसको फ्रिक्वेन्सी f इक्वल्स टु व्हाट अनि त्यस्तै गरिकन टाइम पिरियड t इज इक्वल टु व्हाट. अब यो क्वेशन सल्भ गर्नको लागि हामीले सबैभन्दा फर्स्टमा त फ्रिक्वेन्सी र टाइम पिरियड भनेको के हो त्यो बुझ्नु पर्यो है. सो लेट्स बिगिन विथ द डेफिनिसन अफ फ्रिक्वेन्सी. हामीलाई थाहा छ फ्रिक्वेन्सी भनेको सिम्पल ल्याङ्ग्वेजमा नम्बर अफ oscillations अथवा यसलाई चाहिँ नम्बर अफ भाइब्रेसन अथवा नम्बर अफ साइकल पर सेकेन्ड भनिन्छ है. मेड इन 1 सेकेन्डलाई हामी फ्रिक्वेन्सी भनेर भन्छौँ. अब यहाँनिर के छ त भन्दा नर्मल हार्टले 1 मिनेटमा 85 टाइम्स बीट गर्छ भनेको छ. यसैलाई हामी पर सेकेन्डमा लग्ने हो भने हामीले त्यो हार्टको फ्रिक्वेन्सी निकाल्न सक्छौँ फ्रम द डेफिनेसन है. इट इज क्लियर. So, we know frequency f is equal to beats. यसैलाई म मिलाएर लेख्दै छु beats per second है. अब यहाँ हामीलाई के दिएको छ त भन्दा 85 टाइम्स पर मिनेट दिएको छ है. अब यसलाई पर सेकेन्डमा लानु पर्यो भने हामी के गर्छौं, यो पर भनेको स्ल्याश भइहाल्यो, मिनेटलाई सेकेन्डमा लानु पर्यो भने 60 भयो है, इन्टु 60. तर यो पर मिनेट भएको कारणले गर्दा हामी के गर्छौं, डिभाइड गर्छौं. यो केमा गयो त टाइम्स पर सेकेन्डमा गयो है. ल अब यसलाई क्याल्कुलेट गरी हेरौँ त. 85 डिभाइडेड बाइ 60 is equal to हामी 1.416 भनेर लेख्छौं. सो सिम्पली 1.41 भनेर राखौं. 1.41 के भयो त टाइम्स पर सेकेन्डमा आयो. सो यो हाम्रो यो क्वेशनको एउटा पार्टको एन्सर आयो. यहाँ एन्सर चाहिँ 1.42 हर्ज दिएको छ. हामी यसैलाई टाइम्स पर सेकेन्डलाई 1.41 हर्ज भनेर पनि डिनोट गर्न सक्छौं है. ओके. सो टाइम पिरियड निकाल्नु पर्यो. अब फ्रिक्वेन्सी त फाइन्ड गर्यौं. अब टाइम पिरियडको लागि हामी फेरि पनि टाइम पिरियडको डेफिनेसनबाट जाउँ है. अब यतातिर लेखौं त टाइम पिरियड भनेको जसरी हामीले फ्रिक्वेन्सीलाई डिफाइन गर्यौं
त्यसैगरी टाइम पिरियडलाई पनि हामीले डिफाइन गर्न सक्छौं। सो टाइम पिरियड भनेको के हो त भन्दा टाइम required for one complete oscillation अथवा one complete vibration slash vibration भनेर लेख्न सकिन्छ। त्यसो भए यसो विचार गर्दा टाइम पिरियड भनेको त रेसिप्रोकल अफ फ्रिक्वेन्सी हुने रहेछ। त्यसो भए हामी सो के लेख्न सक्छौं टाइम पिरियड t is equal to 1 divided by f 1 divided by फ्रिक्वेन्सी हामीले भर्खर कति निकाल्यौं 1.41 सो हामी यहाँ सिम्पली 1.41 राखौं। क्याल्कुलेट गरौं त 1 डिवाइड बाइ 1.41 गर्दाखेरि हाम्रो आउँछ 0.709 सेकेन्ड है। यो पर सेकेन्ड हो, माथि गएपछि सेकेन्डमा जान्छ। हामी एन्सर चेक गरौं 0.7 सेकेन्ड छ, हामीले 709 निकाल्यौं। सो यसरी चाहिँ यो क्वेशनको सल्युसन गर्न सकिन्छ है। So that was the complete solution of NEB 2081 grade improvement exam of set B from the chapter periodic motion. I hope this video helped you understand not only the answers but also the concepts of techniques behind solving the numericals. यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने चाहिँ लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला ताकि तपाईले अरुको इम्पोर्टेन्ट टपिक छुटाउनु नपरोस्। In the next video, we will continue with more important numerical problems and conceptual discussions from other chapters of grade 12 physics. Until then, keep practicing, keep learning, and stay curious. This is Nikesh from Eureka Education, signing off. Thank you.